हे गाइज के छ मेरो चाहिँ ठिकठाक छ है अनि हजुरहरूको पनि ठिकठाक नै होला। अनि आज चाहिँ हामी साथीहरू म मिलेर चाहिँ खोलातिर डौडी खोज्न जान लागेको भोलि बुटुल लानको लागि। अनि हामी डौडी खोज्न आएको ठाउँमा चाहिँ डौडे नै पाइरहेको थिएन भने अनि 1-2 घन्टाको मेहनतपछि चाहिँ हामीले डौडे पनि खोजेर ल्यायौँ। अनि यता खेतामा बसेर जुगासुगा फाल्न लागेको थियौँ। अनि केही समयपछि हामीले डौडे पनि लिएर आयौँ घर। अनि घर आउने बित्तिकै हामी चाहिँ पार्टी गर्ने सामान लिन जाने भनेर साथी र म चाहिँ बाइक लिएर पार्टी गर्ने सामान लिएर पनि आयौँ। रात पनि परिसकेको थियो, बाटो चाहिँ एकदम खतम थियो। अनि केही समयपछि सामान लिएर घर पनि आएँ। मैले यता काटकुट गर्न लागेको थिएँ प्याज टमाटर। अनि केही समयपछि मैले चाहिँ प्याज टमाटर काटकुट गरेर पनि भ्याएँ। अनि यता साथी चाहिँ पकाउनु रेडी बसेको थियो। अनि केही समयपछि चाहिँ साथीले मासु पनि पकाउन थाल्यो। साथीले चाहिँ मासु एकदम मिठो पकाउँछ नि त, त्यही भएर हामी चाहिँ मासु पकाउन साथीलाई लगाइदिएको। अनि केही समयपछि साथीले चाहिँ मासु पकाएर पनि रेडी पार्यो। अनि यता अघि ल्याएको भुजा अनि मासु मिक्स गर्न थाल्यौँ। अनि केही समयपछि सबैजना मिलेर मासु र भुजा गम 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 खान थाल्यौँ। मासु र भुजा चाहिँ मिठो थियो। अनि केही समयपछि अघि ल्याएको कोक पनि खान थाल्यौँ। अनि खानासाना खाएर एकछिन रमाइलो गर्ने भनेर चाहिँ यता साथीले मादल बजाउन थालेको थियो। अनि यता 2टा साथी चाहिँ सुतेर भोटिङ गरिरहेका थिए। अनि एकछिन रमाइलो गरेर चाहिँ हामी सुत्न लागेको। सो आजको लागि भिडियो नि यति नै। थ्याङ्क्स फर वाचिङ, बाई बाई।